फुलिसकेछ है। फुलेर यो सानो पनि भइसकेछ। ठिक 4वटा बिकिसकेछ यसमा। मेरो यो पाठाहरू 4वटा बिकिसकेछ, अझै बाँकी छ। आयो भने कसैलाई लिनु छ भने कमेन्ट बक्समा है कमेन्ट गर्नुस् है, लिनु छ भने। काठमा लागेको किरा काठलाई खाइदिन्छ। तर हाम्रो देशमा कस्तो छ, कुर्सीमा बसेकोहरूले पुरै देशै खाइदियो। कट खाँदैछ, कट पिउनु पर्यो यिनीहरूलाई। पानी पिउँदैन, कट भएपछि त बस पेटभरि पिउँछ। बख्रा खोल्दैछु, अब जाँदैछु बख्रा चराउनु है। यति धेरै भइसकेछ। वेलकम ब्याक माई न्यू ब्लग। के छ दाजुभाइ, सन्चै हुनुहुन्छ? म पनि सन्चै एकदम आरामै छु। यस्तै हो पारा बिहान साँझ यस्तै हो, बाख्रा चराउँछु। आजभोलि के गर्नु है, चराउनै पर्यो। एकदम ठिक छ। आजभोलि एउटा दुईटा गर्छु बस। अनि यसपालि त 4वटा बिकिसकेछ यसमा। मेरो यो पाठाहरू 4वटा बिकिसकेछ, अझै बाँकी छ। आयो भने कसैलाई लिनु छ भने कमेन्ट बक्समा है कमेन्ट गर्नुस् है, लिनु छ भने। अझै छ मसँग, त्यही भएर ल अहिले जाँदैछु चराउनु। ल चराउनु पनि यता खेतहरूमा छँदै छैन, पानी परेकै छैन, घाँसहरू भएकै छैन। जङ्गलमा लग्नु, जङ्गलमा पुरै सुकेको पात मात्र छ। के गर्नु है। ल गएको साथीहरू, करेलाको छानो पनि बनिसक्यो। एउटा ब्याटको मात्र बाँकी रहेछ होइन। सो भोलि पर्सिमा हुन्छ। बिस्तारै बनाउँदैछु, किनभने यसले यो माथिसम्म पुगेको छैन क्या लहरा करेलाको होइन। यसपालि अलि होइन, लास्टै नै ढिलो भयो क्या। यो समयमा त निस्किन्थ्यो, टिप्ने बेला भइसकेको थियो करेला। तर यसपालि ढिला भयो। तर केही छैन, ठिकै हो। पानी नभएपछि यस्तै हो, समयमा केही पनि हुँदैन होइन। प्याज पनि त्यस्तै हुन्छ यसपालि। हुन्छ कि हुँदैन, हुन्न त हुन्छ, अलिअलि हुन्छ मात्र। समयमा त हाल्नुपर्छ नि त प्याजमा पानी। के भन्छ, 3 कमाउन 13 पानी रे। 3 चोटि गोडमेल गर्नुपर्छ, 13 चोटि पानी हाल्नुपर्छ। त्यस्तो गर्नुपर्छ क्या प्याजमा। हो त पानी बिनाको केही पनि नहुँदो रहेछ। त्यसकारण ठिकै छ, जति हुन्छ जे हुन्छ त्यसमै सन्तुष्टि गर्नुपर्छ। त्यो पनि मैले राखेको छु, गर्छु। र यो करेला पनि यो किराले खायो क्या, नत्र किराले अनि यो पाठापाठीले सबै कुदेर आउँछ यसमै। अनि त्यही भएर हुन्छ हुन त। हेर्नुहोस्, छानो बनिसकेछ। अनि उताको प्रोपर्टीको एउटा मात्र बाँकी रहेछ, नत्र सबै बनिसकेछ। यस्तो राम्रो फल्छ नि त यो त, टिप्नुलाई मजा आउँछ। यसमा सबैमा थियो, हेर्नु न। यसमा नयाँ हालेको छु, बिउ हालेको छु होइन। अब कहिले आउँछ उताबाट। यो समयमा यो तलै छ, माथि हुनुपर्ने यो समयमा। फुलिसकेछ है। फुलेर यो सानो पनि भइसकेछ। ठिक छ, सबैमा यस्तो होस्, छिटो बिर्दै होस्। म त कहिले टिपौँ भइरहेछ क्या। एकचोटि यस्तो राम्रो भएको थियो, हेर्दै एकदमै मन लोभ्याउने के, एकदम लट्रम्म फलेको थियो। मैले भिडियो हालेको थियो सायद, त्यो पनि एकदम व्हाइट थियो, एकदम राम्रो के, मनै लोभ्याउने थियो। म थिएँ त्यतिखेर, म रुपेश अनि चन्दनले यस्तै भिडियो लिँदै थियो होइन। धेरै राम्रो आएको थियो त। सो हुन्छ के, खेती गर्दाखेरि एकदम मेहनतले गरेको हुन्छ होइन। त्यो अनुसारले भयो भने त किसानहरू खुसी भइहाल्छ नि होइन। त्यस्तै खुसी म पनि थिएँ त्यतिखेर, अहिले पनि खुसी छु र हुन्छु। त्यस्तो दियो भने त होइन। तर मेहनत गरेको बापत पाउनु पर्यो, त्यही हो। यति गरिसकेको छु त धेरै भयो होइन।
यसमा अस्ति जोतखन गरेर हैन के भन्छ घाँस बुनेको बख्राको लागि घाँसको बिउ छरेको एउटा कतै कतै निस्किरहेछ हाल नभएर यस्तो हो के हालै छैन के निस्किन्छ हैन कस्तो छ है हाम्रो कुर्सीमा लागेको किरा काठमा लागेको किरा काठलाई खाइदिन्छ तर हाम्रो देशमा कस्तो छ कुर्सीमा बसेकोहरूले पुरै देशै खाइदियो फटाहाहरूले कस्तो कस्तो फटा छ हाम्रो देशमा त्यही फटाको पछि लागेर मूर्ख जनता कस्तो छ कहिले बुद्धि आउँछ बुद्धि कहाँ लुकेको छ छक्क पर्छु म सबै बुद्धिजीवी सबै त नभनौँ टिचरहरू मास्टरहरूले त्यो पनि सबै त्यसमै छ पार्टीमै अनि कहाँबाट हुन्छ सबै पार्टीकै पछि परेछ बुद्धिजीवी देशका अनि पार्टीको देश कहाँ उभो लाग्छ खानु पुगेछ त्यतैबाट है बाख्राहरू कुद्दै जता जता आँपको रुख हुन्छ नि त्यतै जान्छ क्या त्यस्तै हो यताबाट उता धेरै कुद्दो रहेछ बाख्राहरू पनि सो अब हेर्नुपर्छ अब यहाँ नभएपछि त म पनि अब गइदिन्छु विदेशतिर सायद है के आश राख्नु अब यहाँ तलदेखि माथिसम्म त्यस्तै हो वडादेखि वहाँ केन्द्रसम्म सबै खाने खोज्छ हामी नर्मल जनता के गर्ने नखाएको छ उनीहरूको नल्याएको छ बस हामी त आवाज उठाउने हो केटाहरू जागोस् त्यो सब केटा पनि फेरि उस्तै जान्छ पार्टीकै सङ्गठनमा सबै बाँधिएछ के गर्ने सोध्न त भने जति सबै विदेश पार्टीको झोले जति सबै देशमा छ त्यही भएर यस्तो हो हालत देशको सो बनाउनुपर्छ देश आफै बनाउनुपर्छ कसैले बनाइदिँदैन सो यो सबै पुरानाहरूलाई फाल्नुपर्छ है साथीहरू है ल सो लाइक सब्सक्राइब कमेन्ट गर्न नभुल्नु होला एकदम साथ सहयोग दिनुपर्छ साथीहरू बुझ्नुभयो गाउँले केटोलाई अगाडि बढाउनुपर्छ है साथीहरू एकदमै अगाडि बढाउनुपर्छ तपाईहरुको साथ सहयोग बिना अगाडि बढ्न सक्दिनँ म है बढाउनु पर्यो ल।